आज नेप्से 2635 अङ्कमा बन्द भएको छ। आज 5 अर्ब 17 करोडको कारोबार भएको छ र आज अलिकति सेन्टिमेन्ट चाहिँ घटेको देखिन्छ र लिडिङ सेक्टरहरूको कुरा गर्दा म्यानुफ्याक्चर एन्ड प्रोसेसिङ डेभलपमेन्ट ब्याङ्क र फाइनेन्स रहेको छ। तर म्यानुफ्याक्चर अलिकति ओभरबट भएको कारणले गर्दा अलिकति करेक्सन आउन सक्ने सम्भावना भएको कारण अब दोस्रोमा डेभलपमेन्ट ब्याङ्क फाइनेन्स रहेको छ र यो भर्खरै आएको हो क्या लिडिङ सेक्टरको रूपमा चाहिँ यो डेभलपमेन्ट ब्याङ्क र फाइनेन्स चाहिँ भर्खरै आएको छ। त्यही भएर हामीले डेभलपमेन्ट ब्याङ्क र फाइनेन्स सेक्टरबाट स्टकहरू यदि हाम्रो बाई सेटअपमा छ भने वाच गर्न सकिन्छ है साथीहरू। त्यस्तै गरी हाम्रो आजको टप गेनर्स ग्रुपमा एनएबिबिसी, एफएमडिबिएल, एसपिएल जस्ता कम्पनीहरू रहेको छ। त्यस्तै गरी लुजर्समा एसवाई प्यानल, जेबिएलभी, डब्लुएनएलभी यिनीहरू रहेका छन्। त्यस्तै गरी अब साइज रोटेसनको कुरा गर्दाखेरि अहिलेको लागि चाहिँ हाम्रो अहिले पनि मिड क्यापले नै लिडिङ गरेको देखिन्छ है साथीहरू। मिड क्याप, त्यसपछि स्मल क्याप, त्यसपछि लार्ज क्याप भनेपछि हामी मिड क्यापमा जाने हो। अब डेभलपमेन्ट ब्याङ्क र फाइनेन्स मध्ये पनि मिड क्याप सेलेक्सन गरेर ट्रेड लिन सकिन्छ। त्यस्तै गरी आज के छ भन्दाखेरि फाइनेन्स सेक्टरले चाहिँ टप गेनर्सको रूपमा एक्टिभ भएको देखिन्छ। त्यसपछि ट्रेडिङ, त्यसपछि लाइफ इन्सुरेन्स। अब यो सेक्टर रोटेट हुँदैछ है साथीहरू। फाइनेन्स आयो, त्यसपछि लाइफ पनि आउँदैछ अब है। त्यसरी ब्याङ्किङ, त्यसपछि माइक्रो फाइनेन्स आउँदैछ हो। यसरी सेक्टर रोटेट हुँदै जान्छ क्या प्राइस रोटेसन चाहिँ। मैले साइज रोटेसनको कुरा गर्दा अघि मिड क्यापमा जानु होला भनेको छु। त्यस्तै गरी टर्नओभरको कुरा गर्दा आज चाहिँ हाइड्रो पावर बढी टर्नओभर ल्याएको छ। त्यस्तै गरी म्यानुफ्याक्चरले गरेको छ, त्यसपछि फाइनेन्स ल्याएको छ। तेस्रो टर्नओभरमा चाहिँ फाइनेन्स सेक्टर लिड गरेको देखिन्छ। टर्नओभर पनि आयो, प्राइस पनि बढिरहेछ भनेपछि फाइनेन्स पनि वाच गर्न सकिन्छ है। त्यस्तै गरी हाम्रो यहाँ टप टर्नओभर स्क्रिपहरू के छ भन्दाखेरि एसवाई प्यानल, सेल, एमएफएल, शिवम, सागर जस्ता कम्पनीहरू रहेका छन्। त्यस्तै गरी भोल्युम सर्ज 81 भोल्युमहरू चाहिँ अब हेर्नु यहाँ 5 गुणा भोल्युम आइरहेको छ, 5 गुणा, 4 गुणा त्यसरी आइरहेको कम्पनीहरू कुन छ भन्दाखेरि एनएलडिएल, सिएफसिएल, सानवी, जिएफसिएल, एमएफआइएल जस्ता कम्पनीहरू रहेका छन्। अब लागौँ नेप्सेको एनालाइसिसतर्फ। अब नेप्सेको एनालाइसिस मैले अस्तिदेखि नै गरिरहेको छु र विकली चार्ट अनुसार अहिले चाहिँ बुल भइसकेको छ र अप ट्रेन्डमा गइसकेको छ र यो रिट्रेसमेन्ट हो। र रिट्रेसमेन्टमा पनि यो क्यान्डललाई चाहिँ ब्रेक गरिसकेको थियो अस्ति। अलिअलि सेलिङ आइरहेको छ र यो पुष मसान्तको सेलिङ अलिअलि आउन सक्ने सम्भावना छ र लाग्छ मलाई भोलि अलिकति करेक्सन भएर भोलि नै फर्किन सक्ने सम्भावना देखिन्छ। र अस्तिको हप्ताको तुलनामा आज सम्मको कारोबारले नै भोल्युम अस्तिको हप्ताको भोल्युमलाई चाहिँ ब्रेक गरेको छ र यहाँ चाहिँ तपाईको आरएसआई पनि 50 को लेभलमा सस्टेन गरिरहेको छ र एभरेज लाइन भन्दा माथि बसेको छ भनेपछि त्यति नराम्रो सिनारियो छैन। त्यस्तै गरी हामी वान डे चार्टमा हेर्दाखेरि के भइरहेछ भन्दा हाम्रो चाहिँ ठ्याक्कै रिट्रेसमेन्ट लिएर रिट्रेसमेन्टको पुलब्याकको बाई सिग्नल कन्फर्म भएर यो क्यान्डललाई पनि रिटेस्ट गरेर फेरि अर्को क्यान्डल बन्छ र माथि जान्छ, फेरि रिट्रेसमेन्ट आइरहेको छ। रिट्रेसमेन्ट आइसकेर रिट्रेसमेन्ट कतिखेर सकिन्छ भन्दाखेरि हामी ले चाहिँ 1 आवरको चार्ट हेरेर पत्ता लगाउन सक्छौँ र हेर्दै गर्दाखेरि अहिले के छ भने 1 आवरको चार्ट म अहिले देखाउँछु र त्योभन्दा अगाडि चाहिँ म के भन्न चाहन्छु भने
हिजोको जुन क्यान्डल सेलिङ प्रेसर थियो त्यो आज पनि रेड क्यान्डल बनेको छ र यो रिट्रेस गरेको छ र यो क्यान्डललाई तलसम्म ल्याउन सकेको छैन र 9 डे मुभिङ एभरेज भन्दा माथि नै छ है। र भोल्युम आज घट्दाखेरि भोल्युम के भइरहेछ, कम भइरहेछ भनेपछि बेच्नेले बेच्न चाहिरहेको छैन क्या, बेच्नेले बेच्न चाहिरहेको छैन र हाम्रो भोल्युम चाहिँ एभरेज लाइन भन्दा माथि माथि आइरहेको छ। 1 2 3 4 5 6 7 8 दिनदेखि चाहिँ भोल्युम एभरेज भन्दा माथि नै आइरहेको छ। भोल्युम जबसम्म एभरेज भन्दा माथि हुन्छ हामी डराउनु पर्दैन। एभरेज लाइन भन्दा भोल्युम तल तल आउन थाल्यो भने चाहिँ हामी एक्जिट हुनुपर्ने सम्भावना हुन्छ र अहिलेको लागि चाहिँ हामी यो टार्गेटको लागि चाहिँ हामी कन्फर्म नै छौँ र फेरि पनि म भन्छु कि ट्रेडिङ भनेको प्रोबेबिलिटीको गेम हो। अब यसमा ग्यारेन्टी हुँदैन। यहाँसम्म हामीले यहाँ रिस्क लिइरहेछौँ क्या, यहाँ रिस्क। यो स्विङ हाई हाम्रो यसले के गरेको छ, ब्रेक गरेको छ भने यो लो चाहिँ हाम्रो ब्रेक भयो भने हामी निस्किने हो क्या है। र अर्को कुरा पनि अझै यो चाहिँ कन्जर्भेटिभ ट्रेडरको लागि हो भने, एग्रेसिभको लागि चाहिँ के हुन्छ भने यो हाईलाई पनि तोडेको छ नि त। अब यो लो भयो क्या, यो भयो नि त हायर लो हो। यो तोड्ने बित्तिकै हामी निस्किन सक्छौँ क्या, तर ढिला भइसकेको हुन्छ। तर त्यहाँसम्म पनि हामी वेट गर्न सक्दैनौँ भने आवरली चार्टमा हेर्ने, आवरली चार्टमा हेर्ने। आवरली चार्टले के भन्दैछ, अब आवरली चार्ट हेरौँ। आवरली चार्टले के भन्दैछ भने आवरली चार्टमा पनि त्यही हो, यो ब्रेक गरेर माथि गयो, तल आउँछ, यो लो हायर लो हो भने यो लोसम्म हामी बस्नुपर्ने हुन्छ, 2608सम्म बस्नु पर्यो। 30-35 अङ्कको त हामीले त लिन सक्नु पर्यो नि त होइन, रिस्क त लिनु सक्नु पर्यो, अनि पो ट्रेडर हो। त्यही भइसकेपछि अब यहाँ हेर्नुहोस्, यहाँ हेर्नुहोस् है, यहाँ हेर्नु अब के भइरहेछ। आरएसआईमा लगभग त्यस्तो डाइभर्जेन्स छैन, विक छैन। हायर हाई बनायो, आरएसआईले पनि लगभग अलमोस्ट टपमै छ भनेपछि त्यस्तो बेरिस डाइभर्जेन्स पनि देखाइसकेको छैन यसले चाहिँ। अब यो अप ट्रेन्ड भइसक्यो, अप ट्रेन्ड पछिको करेक्सन हो। करेक्सनमा पनि यो हेर्नु, यो रेड क्यान्डलमा चाहिँ भोल्युम कम आइरहेको छ र आजको यो जुन हाम्रो चाहिँ तल आयो, तल आइसक्दाखेरि चाहिँ यो 18 डे मुभिङ एभरेज भन्दा तल चाहिँ क्लोज हुन सकेन, यो माथि नै गएर क्लोज भयो। भन्नुको अर्थ यहाँ चाहिँ अनइन्फर्म ट्रेडरलाई चाहिँ ट्र्याप गरेको छ क्या। भनेपछि भोलि अलिअलि घटेर इन्ट्राडेमा करेक्सन हल्का फुल्का आएर लास्टमा चाहिँ बढेरै बन्द हुन सक्ने सम्भावना देखिन्छ, किनभने यो गर्दै गर्दा भोल्युम पनि घटिरहेको छ क्या। र एक्कासी यहाँ बढ्यो नि, ट्र्याप गर्दाखेरि चाहिँ भोल्युम बढी आइरहेको छ भनेपछि लास्ट आवरमा बढेको छ होइन, बढेको छ र भोल्युम पनि बढी आइरहेको छ भनेपछि त केही न केही चाहिँ करेक्सन सकिन पनि सक्छ, त्यो हामीले चाहिँ मान्न सक्छौँ। अब आवरली चार्ट हामीलाई राम्रै सिम्बोलाइज गरिरहेको देखिन्छ। यहाँ तपाईँको ब्रेकआउट भयो, करेक्सन भयो, त्यसपछि ब्रेकआउट भयो, करेक्सन भइरहेछ, रिटेस्ट जोन गरिरहेछ। यो चाहिँ तपाईँको सिआइएसडी क्यान्डलै छ क्या, पुरै ब्रेकआउट दिएको छ हाई भोल्युम। यसले चाहिँ अलिकति रिटेस्ट गरेर अनि माथितिर फर्क्यो भने हामी यो 2700सम्मको टार्गेट अहिले राख्छौँ। यदि 2700 पनि यदि माराबुजी क्यान्डल बन्छ, भोल्युम सहितको क्यान्डल बन्छ भने त्यहाँ हामी वेट गर्न सक्छौँ कि त्यो क्यान्डललाई चाहिँ इन्गल्फ गर्छ कि गर्दैन रातो क्यान्डलले। इन्गल्फ गर्यो भने हामी निक्लिहाल्छौँ, त्यो फेकआउट हुन्छ फेरि। यदि त्यो सस्टेन गराइराख्यो भने हामी स्टकहरू होल्डै गरिराख्छौँ है साथीहरू हो। यसरी चाहिँ हामी रिस्क म्यानेजमेन्ट गर्न सक्छौँ क्या। यति भन्दै आजको नेप्सी एनालाइसिसबाट बिदा चाहन्छु। हस्त, धन्यवाद।